आउँछ हेर्नु गाइज यस्तो पाहाड छ हाम्रो गाउँको ठाउँ खतरा हो कि यसैले गाइज हेर्नु गाइज हेर्नु त हेर्नु गाइज यस्तो छ यार सुस्तरी चरा यस्तो छ यार सौगात कुत्ता हेरे एकचोटि त्यहाँ यहाँ गएन तलतिर यार यो गाडी छ तलतिर बाटो यस्तो छ यता मास्तीको यस्तो छ पुरानो यो केपी ओलीको घर हो यो चाहिँ पहिलाको केपी ओलीको यो एम्बुलेन्स हो क्या अन्त मैयाहरू यता हेर न हामीले नि बाजेले कता देखा त्यसो कहाँ जाने पोखरा छिटो जाने छिटो जाने घाँस बोकेर यस्तो बुढेसकालमा नि काम गरिरहेछ बुढी बजारले हेर्नु त गाइज यस्तो छ यो गाउँको नाम त के हो थाहा होइन तर पनि उमिनो गरे यो चाहिँ ठाउँको नाम यसरीको पोल छ यता चाहिँ कलतिर घरे पाहाडै पाहाड छ यस्तो कपाल ठाउँ चाहिँ यहाँ त घर चाहिँ भड्किएछ घर चाहिँ भड्किएर बसिरहेको छ अहिले चाहिँ यता बस्ने मान्छेहरू बोजै हुनुहुन्छ के छ बोजै ठिक छ यतातिर मासतिर अब जुटाउनु पर्ला जस्तो छ अलि साह्रै खाने यतातिर खाइन्नौँ हामीले बानी चाहिँ जलपातिरै खाने बानी छ यो चाहिँ यस्तो माटो बोकेर राखेको छ दोहोरले हो कि ट्र्याक्टरले हो कि के अरे टिप्परले बोकेर राखेको छ यता चाहिँ यता बजै हुनुहुन्छ यता घाँस बोकेर यस्तो बुढेसकालमा नि काम गरिरहेछ बुढी बजारले हेर्नु त गाइज यस्तो छ भाइहरू छन् यता एक्जाम दिएर आएको हो कच्चिरो यता चाहिँ गाउँतिर ब्रेक कच्चिरो छ अहिलेसम्म बिसाइ अलिअलि त भए बिसाएर भाँच्दैन घर नाच्छ देख्नु थाल्यो घर गएपछि अब आज कहाँ जाने पोखरा छिटो जाने छिटो जाने सुत्नुपर्छ कम्ती कम्ती हामी चाहिँ नौरा धामी गएको त्यसले गएको यतातिर अब देख्न सक्नुहुन्छ पाहाडै पाहाड छ यस्तो भ्यू राम्रो छ अहिले तपाईँहरूलाई देखाउनु छ क्या हाम्रो जाने बाटो हाम्रो घर जाने बाटो कपाल छ क्या यस्तो भिड भएको छ त्यो छपा बसी छ मिनिस्तरी टायर नबस्नु छ टायर बारी चाहिँ राम्रो छ के फाटो र त्यो
कता दिएर जस्तो लाग्छ मलाई किल्ला भर्खर फल्लै छ यतातिर यो के हो यो खोइ यस्तो बबा छ के भनौँ कस्तो भयो 5 भइन्छ कति त सब्जी हुन्छ 8 हुन्छ कता हिँड्छ 9मा गरी 10मा गरी 9मा हो हाम्रो त सरकारी भएपछि जिल्ला स्तरीय हुने बेला त्यसमा जिल्ला स्तरीय हो प्राइभेटमा पनि त्यस्तो हुन्छ जिल्लामा पुग्छ जिल्लामा पुग्दैन त अर्को स्कुलमा पुग्छ सरहरू चिन्दैन मलाई के भन्छ तिमीलाई भन्छ नि केही त के नपढेर गाडीवाडी त्यही त हो भाषा सोच्छन् क्या हो भाषा सोच्छन् क्या हो सोच्छन् क्या हो भनेको जब इङ्ग्लिस होला नेपाली पढाउँछ नेपाली कि नेपाली पढाउँछ अन्त नेपाली मगरले पढाउँदैन सरहरू पनि मगर छन् सरहरू छ लाली गुराँस पनि फल्यो रहेछ यता मासतिर पञ्चायत फल्यो अहिले हो सिजन अहिले हो क्या नि त सिजन चाहिँ अहिले यही हो क्या अहिलेको बेलामै फल्छ रहेछ लु 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 तलै छ पुरै तलै छ हामी त लेखे मान्छे भयो भाइ त्यहाँ घर देख्न सक्नुहुन्छ पुरै चापिएको छ यतातिर दलतिर त चापिएको छ आर्की छ यतातिर आर्की डाँडा आर्की डाँडा फल खान्छ यसो फल खान्छ त्यो खाने कति छ भित्र घुम्नु हुन्छ त्यो काँच चामल जस्तो हुन्छ क्या त त्यस्तो बुझिदिले जेरुवा पुरानो घर यस्तो हुन्छ हाम्रो गाई चाहिँ अब यतातिर
तलमाथि भयो क्या तलमाथि भयो क्या खरायो अगाडि जान्छ नि सुत्छ क्या यहाँ मैले भन्नु खोजेको त्यो हो पछु आयो कि मुखमा त्यसमा सुत्दा सुत्दा थाहा पाएन भन्न लाग्यो खरायो हो यतातिर पुरै पिच हुनुला अहिले चाहिँ एकछिनपछि पिच हुनेवाला छ यतातिर पनि पिच हुने लगत्तै हाम्रो एकछिन चाहिँ बन्द हुन्छ होला साइड यो बनाउने क्रममा चाहिँ अलिअलि बन्द हुन पनि सक्ने सम्भावना छ यतातिर आगो बाल्दै छन् यतातिर चाहिँ तलतिर पुरै बाख्रालाई के भन्छ अरे बाख्रा चराउँदैछन् यतातिर देख्न सक्नुहुन्छ गाइस अब त्यस्तै छ अब काफल डाँडा हाम्रो बुट्टो दाइको घर नजिकै छौँ हामी चाहिँ ड्राइभर दाइको घर नजिकै छौँ है गाइस यतातिर गाइस हाम्रो मैयाहरू बाहिर चाहिँ निस्केर बसेर यतातिर अन्टीहरू चाहिँ ल गाइस अब हामी एकछिन रुक्छौँ नास्ता खाने यहाँ त होइन नि त अर्कोतिर हो नि बुढो दाइ कुरो बस्छ दाकेला ल गाइस अब हामी चाहिँ एकछिन पछि हिँड्नु पर्ने हुन्छ एकछिन चाहिँ यहाँ बसिन्छ ड्राइभर दाइले नास्ता खाने होला त्यही भएर हामी चाहिँ एकछिन रोक्छौँ मैयाहरू यता हेर न आम्लेनी काफल खाएर बसेछ दाइ हामीलाई पनि है खै आइज माथि आइज कमेडी भयो भ्लग बनाएको लास्ट कमेडी भयो ल यतातिर पाक्छ क्या कफल थाहा छ कि नै यतातिर देख्न सक्नुहुन्छ यतातिर घर छ यहाँ चाहिँ यतातिर गाडी छन् ए यो बुढो दाइको झग्याएको गाडी छ नि त निल्न पर्छ क्या त्यो त गेडा पनि गेडा निल्ने त हो निल्ने त नत्र त्यो त्यो छाला मात्र हुन्छ छाला त धेरै मिठो हुनु हो खाऊ न म चाहिँ अब
उति जाने बाटो तलतिर जाने बाटो यो चाहिँ सिरिज आइज के माथि आइपार आइज यो एम्बुलेन्स हो क्या अन्त एम्बुलेन्स कमेडी भइरहेको छ अहिले चाहिँ त्यो के भन्छ अरे कमिलाको लागि त्यो कमिला थियो कि कमिलाको एउटा दिदीहरूको घर रहेछ दिदी चाहिँ अब यता बस्नु भयो यतातिर माथि गमला राख्नु भयो हेर्नु गाई चाहिँ गमला कति राम्रो सजाएर हाम्रो ऊ त्यो प्रजातन्त्र सबभन्दा पुरानो यो केपी ओलीको घर हो यो चाहिँ पहिलाको केपी ओलीको घर हो यो केपी ओली चाहिँ अहिले छोडेर गएको छ अहिले प्रधानमन्त्री भएर त्यो चाहिँ धेरै पैसा भएर अब घर काठमाडौँतिर बनाइ भ्यायो के अरे यताको चाहिँ घर छोडेर गयो है केटा जेलमा गयो बाटो अलि सानो छ है गाइस अब सानो बाटो छ जे पनि हुनसक्छ पल्टेर गयो भने तपाईँहरूले हेर्नु होला अब हामीलाई बाहिर गराइदिनु होला पल्ट्यो भने चाहिँ बाहिर हिँड्न भाबियो अब पल्टिन होला हो मर्ने हो कि के हो लास्टै बाटो छ यस्तो भिड छ यार गाई चाहिँ यतातिर अब यो गाडीको बाटो यस्तो छ अब लास्टै अप्ठ्यारो बाटो हो यो चाहिँ अप्ठ्यारो छ यतातिर दुःखवाला बाटो सबभन्दा फर्स्टमा खसल्ला छ अब यो छ अर्को लास्टै दुःख ल गरेछ त यार अब यस्तोमा यस्तो भयो यस्तो छ तलतिर बाटो यस्तो छ यता माथिको यस्तो छ डुगो नै डुगो छ बाटो त लास्टै छ यस्तो भिड छ त गाइस हाम्रो गाउँ हाम्रो गाउँको बाटो हो त्यो हेर्नु गाई चाहिँ हेर्नु त हेर्नु गाई चाहिँ यस्तो छ यार सुस्तरी चढा यस्तो छ यार सौगात खुट्टा हेरेँ एकचोटि त्यहाँ यहाँ गएन तलतिर यार यो गाडी गाडी साल त मेरो पुठा त पिटिन्छ यार यस्तो भिड पाखा छ हेर्नु गाई चाहिँ यस्तो तलतिर देखेर तपाईँहरू पनि डराउनुहुन्छ कि
म त झिसेङ्ग भएँ त्यसलाई त गाई चाहिँ अब यस्तो छ है म त हिजोसँग चाहिँ भएँ एकछिन त डरै लाग्यो अब एकछिनपछि हामी चाहिँ जानुपर्छ ल अब चाहिँ अब बोलाउने ये बात तो लास्ट तो लोटे पार यहाँदेखि गुल्टिने छ यहाँदेखि गुल्टिनेवाला छौँ हामी चाहिँ गुल्ट्यो भने यस्तो छ अब गुल्ट्यो भने तपाईँहरूले हेर्नुहोस् है हामीलाई विद्युत सदन नियन्त्रण हो के भन्छ है मरेको मान्छेले के भन्छ अरे मरेको मान्छेलाई मरे पार के हामी मरे पार के भन्छ अरे मरे पार श्रद्धाञ्जली श्रद्धाञ्जली हो श्रद्धाञ्जली भनेर देख्न सक्नुहुन्छ हामी चाँजनाको हेर्न सक्नुहुन्छ गाइस यस्तो छ जे यस्तो श्रद्धाञ्जली भन्ने आउँछ हेर्नु गाइस यस्तो पाहाड छ हाम्रो गाउँको ठाउँ त खतरा हो क्या त्यसैले गाइस गाइस ल ल ल यति भन्दै अब चाहिँ हामी यति नै हो गाइस